आज त साह्रै ढिला गरिस् त पवन। म वनमा त्यस्तो राम्रो खाले स्याउला नै भेटिएन, त्यही भएर नि। कस्तो राम्रो स्याउला लिएर आइस् त। मलाई रिङ्गटा लागिरहेको छ। यो स्याउला पनि सकी नसकी लिएर आएको। बहिनी कता छ? मलाई साह्रै नै रिङ्गटा लागिरहेको छ। पानी ल्याइदिन्छु कि? मैले ल्याइदिन्छु नि पानी। मैले ल्याइदिएको खान्नस् र? पानी खान मन लाग्यो, एकछिन बस्दै गर, म लिएर आइदिन्छु ल। आमा छिटो ल्याउनु न। ल यो त टोलाएर पो बस्न थाल्यो। के भयो तँलाई? समात्न पानी। ओहो, रातै देख्छु त हात। पवन, के भएको थियो? वनमा कुनै किराले टोकेको थियो र? वन जाँदा लडेर टाउको ढुङ्गामा बजारिन पुगेछ। खै खै, के भएछ? ओहो, के लगाएको टाउकोमा? रगत रोक्न वनको जडीबुटी लगाएको। रगत त रोकिएछ। वन जाँदा लडेको मान्छे वनबाट स्याउला काटेर पनि ल्याउन सकेछस्। खासै चोट त लागेको रहेछ। घरेलु औषधि बनाएर ल्याइदिन्छु, चाँडै सन्चो हुन्छ। कामको चटारो भएको बेलामा के आइलाउँछ लाउँछ। अब यसलाई सन्चो त पार्नु परिहाल्यो, जसरी भए पनि। यसले गर्दा मलाई धेरै सजिलो भएको छ। फेरि यसलाई गाह्रो हुँदा पनि मैले हेरिन भने यसले के भन्ला मलाई। कान्छाको पनि त्यस्तो नराम्रो बानी लहेर घरकै 30,000 चोर्यो। घुसघुसे फटा छ त्यो। भोलि गएर बुढेसकालको सहारा यही पो बन्छ कि? फेरि अहिलेको लागि पनि त सहारा त यही भएको छ। दुःख पर्दा बाहिरको त हेर्न आउँछन् भने मैले त उसलाई सानैदेखि पालेको। यति निष्ठुरी पनि बन्नु हुँदैन म। यो निको नहुन्जेल सबै कुरा बिर्सिएर ओखती मुलो गरिदिनु पर्यो। पवन, ला जडीबुटी पिसेर ल्याइदैछु। यो राम्रोसँग लगाएस् नि फेरि।
खै के मिलेन नत्र भए म त्यसलाई के मरिदिन्थेँ। अनि आफूलाई पनि त गाला रन्किनी गरिदिएछ त। अनि तँ चाहिँ मसँग जानु पर्दैन थियो त? मेरो काम थियो त नि। ल कस्तो त्यो मुन्द्रेको त जिब्रो नै काटिदियो। यो कुरा तिमीले अघिदेखि 4 चोटि भनिसक्यौ। खैर केही छैन, तर तिम्रो र त्यो पवनको दुश्मनीको सुरुवात कसरी भयो? त्यसको र मेरो दुश्मनी त्यति ठुलो थिएन। एक दिन म र मेरो मिज्यू आरतीकोमा बिहेको प्रस्ताव राख्न गएका थियौँ। सिधै भन्नुहोस् न मिज्यू, बिहेको प्रस्ताव राख्न आएको भनेर। बिहेको प्रस्ताव? हो आरती, तिम्रो यो सबै दुःख हेरि नसक्नु भयो। अब मैले यो दुःख हेर्न सकिनँ। तिम्रो पनि श्रीमान बितेको, मेरो पनि श्रीमतीले धोका दिएको। अब तिमी र म एक हुँदा नै धेरै राम्रो होला। तिमी र म एक हौ। त्यसपछि पवनले आरतीलाई के भन्यो थाहा छ? हेर्नु न पवन बाबु, अस्ति विनोद मेरो घरमा आएर मसँग बिहे गर भनेर गयो। छि लाज मर्दो, त्यस्तो बुढोसँग फेरि पनि तपाईँको भाग्यमा दुःखै पाउन लेखेको छ कि के हो? तपाईँ पनि। अनि मैले कहाँ हुन्छ भनेकी छु त? त्यही त हुँदैन, त्यस्तासँग बिहे गर्नु हुँदैन। त्यसमाथि उमेर ढल्केको, अझ हेर्नुहोस् त तिनको व्यवहारै कस्तो छ। यदि तिनी राम्रो भइदिएको भए तिनको बुढीले छोडेर जान्थे। त्यति बेलादेखि नै त्यो पवनलाई मैले सबक सिकाउने सोचिरहेको थिएँ। पक आरतीलाई त आज नभए भोलि आफ्नो बनाइहाल्छु। तेरो त म एक दिन यस्तो हालत गर्छु नि, तँ सोच्न पनि सक्दैनस्। तँलाई त म जिउँदै खाल्टोमा पुर्नेवाला छु। र अहिले आएर त्यसले त अति नै गर्न थाल्यो। तिमी धेरै चिन्ता नगर, जे गर्नुपर्छ हामी दुई मिलेर गरौँला। र यो गाउँ समाजलाई केही पत्तो दिनु हुँदैन। जे गर्नुपर्छ गोप्य रूपमा गर्नुपर्छ। एउटा अर्को षड्यन्त्र गर्नु पर्यो। ल हेर, भर्खरै उठ्यो कि कपाल पनि जिङ्रिङ्ग छ। म पँधेरोबाट पानी लिएर आइसकेँ। आँगन पनि बढाइरहेको छैन। ल छोरी, आँगन छ बढार, कपाल सपाल कोरकार पार। म भित्र गएँ के आहा तारी किन खाम लाग्दो गरेर। छोरी, तिमी भर्खरै उठेको? यसले त मुख पनि ढोको छैन जस्तो छ। मैले बोलेको त सबैको कानमा कराएको मात्रै सुनिन्छ क्या हो? अब तिमी पनि बोल्ने बेला म मिसाएर बोल्छौ। तपाईँकै छ चिनी मिसाए सरी गुलियो बोली। नहसाउनु है बिहान बिहान तपाईँहरू। तेरी आमा यत्तिकै रिसाउँछ। ए रिसाए कि हो र? हुन त छोरीले आँगन बढाएन भनेर रिसाए कि होली? यति आँगन त म आफै बढाइहाल्छु नि। यही बढाएन भनेर त रिसाएकै होली नि। तपाईँहरू झगडा गर्ने अनि दोष चाहिँ मलाई दिने? ओहो दाइ, तपाईँ पो आँगन बढाउन थाल्नु भएछ। घरमा छोरी मान्छे नै नभए जस्तो होइन। छोरीलाई आँगन बढाउन सिकाएकै छैन कि कसो हो? हामी त कुच्चै देखेको छैनौँ। दिनु म आफै बढाउँछु। होइन बहिनी,
आजकलका छोराछोरी यस्तै रिसाउँछन्। किन रिसाउनु छ र? सबैको यस्तै त हो नि। अनि आज बिहानै कता जान लाग्यो कि त? होइन, यसो वनतिर जाउँ कि भनेको। बिमली कता थिए, साथी हुन्थ्यो कि भनेर। अहिले बिहानै त ऊ घाँस काट्न जाँदिन। उसको आज घरमा पनि काम छ। फेरि हिजै काटेको घाँस पनि घरमै छ। गए पनि दिउँसो जान्छ। म पनि पछि नै जाने हुँ। त्यसै सोध्न मात्र आएँ कि पछि सँगै जाउँला भनिदिनु है बिमलीलाई। अहिले म जान्छु। बहिनी एकछिन बसेर चिया खाएर जाउँ न। म चिया लिएर आउँछु। होइन, मैले घरमै चिया खाएर आएको छु। अहिले जान्छु है। छोरी तिमी यहाँ बढार्दै गर, म मिठो चिया पकाएर लिएर आउँछु। आमा रिसाएर भित्र जानु भएको छ, त्यही भएर पकाउनु जानु भएको होला नि। तिम्रै लागि मिठो चिया बनाएर ल्याउँछु भनेर जान ला त। अब धाराको बहानामा पवनलाई भेट्न जानु पर्यो। बुवा, म एकछिन मुख धुनको लागि धारातिर गएँ है। ल एका बिहानै कता लगिरह र? म जता जान्छु त्यतै आइसु। कता जाने भने? आइसु मलाई। ल दाजु, अब धेरै चिन्ता नगर्छ, आइ नै सक्यो। कता लगिरह किन लगिरह? मैले हजुरलाई बेच्न त लगेको छैन नि भने। के थाहा बेच्छौ कि? बेचेला बोलाएको थिएँ, ठाउँ पनि लियो, तर उहाँ किन आइपुग्छेन? को आइपुग्छेन भन्छ? पवन। कस्तो छ तिमीलाई अहिले? उता होइन, यता यता, खोइ मलाई ल्याइदिएको सामानहरू। मेरो नानुको लागि भनेर मैले हेर चाउचाउ ल्याइदिएको छु। अनि सुन, हामी यसरी भेटेको कुरा कसैलाई पनि नभन है। अनि तिमी त्यता गएर बस। यसरी सामान ल्याइदिने मान्छेलाई म अरूलाई किन भन्ने र? वर्षा के भइरहेछ यो? बहिनीले बिहान बिहानै मलाई घरबाट हात तानेर यहाँसम्म लिएर आउनु, अनि बहिनीको लागि तिमीले चाउचाउ लिएर आउनु, अनि मैले त बुझ्नै सकेन के हो यो सब? त्यो त तिम्रो आफ्नै बहिनीलाई सोध न। अनि तिम्रो टाउको सन्चो भइरहेको छ नि? लगभग भइ नै सक्यो। खै हेरौँ त। होइन के भएन, ठिक भइसक्यो। के भइरहेको छ यो? तिम्रो दाजुको टाउकोमा चोट लागेको कुरा तिमीलाई थाहा छ कि नै? मैले तिम्रो लागि भनेर झन् चाउचाउ लिएर आइदिएको छु। हामी भेटेको अनि यी सबै कुरो त्यहाँ कसैलाई भन्ने होइन नि फेरि। बुझ्दैछु नि म। मैले भने नि, यसरी मैले भनेको सामान वा खाने कुरा ल्याइदिइसकेपछि म कहाँ भन्छु र? सानीले हाम्रो कुरा कसैलाई पनि नभनोस् भनेर ल्याइदिएको होला नि होइन त्यो चाउचाउहरू। अनि भोलि तिम्रो दाजुलाई पनि यहीँ लिएर आउनु भनेर पनि भनिथ्यो होइन? मलाई त अघि बहिनीले घरबाट हातै तानेर यहाँसम्म ल्याउँदा त अचम्म लागिरहेको थियो, कता लगिरहेकी थिए भनेर। तिमीलाई के कस्तो छ भनेर भेट्न चाहेकी थिएँ। अनि तिम्रो बहिनीलाई बोलाएर लिएर आऊ भनेर भन्दाखेरि दाजुलाई भेट्ने भए यही समयमा यही ठाउँमा दाजुलाई लिएर आउँछु, अनि तपाईँ चाहिँ मेरो लागि चाउचाउ पनि लिएर आउनु, नभए म आमालाई भनिदिन्छु भन्ने समेत कुरा गरिन्। अनि त्यसले त्यस्तो पो भनी चाहिँ म सम्झाउँछु त्यसलाई। छोडिदिनु यो कुरा, उसले यो कुरा कसैलाई केही पनि नभने भइगयो नि। अब हामी सधैँ भेट्नुपर्छ। यसरी तिमीले चक्लेट र चाउचाउ ल्याएर सधैँ दिने हो भनेपछि त तिम्रो पैसा त सकिएला त। अब बहिनी पनि जान्ने भइसकेकी छे, यसरी
सधैँ बहिनीसँग भेट्नुहुन्न। त्यो पैसाको कुरा छोडिदेऊ न। अनि तिमीलाई भेट्नको लागि जहिले कहिले न कहिले कसै न कसैको सहारा लिनुपर्छ। तिमी आफै जानेर बुझेर भेट्न आए पो। ल भोलिदेखि म तिमीलाई खरेभिरको डाँडामा कुरेर बस्छु। हुँदैन यसो गरौँ, बिहान बिहानै सबेरै म धारामा पानी लिन जान्छु अनि तिमी पनि त्यतै आऊ अनि त्यतै भेट गरौँला। अनि सुन न, मैले यो जडीबुटी हिजोदेखि पिनेर खल्तीमा राखिरहेको थिएँ। यो तिमी तिम्रो टाउकोमा लगाउनु। अनि मैले अर्को औषधि पनि लिएर आइदिएको छु, त्यो पनि खानु है। ल राख। ल अब यसलाई म जान्छु, मलाई पनि हतार छ। आफ्नो ख्याल राख्नु नि। हस्। सानी जाऊ होइन। दादा चाउचाउ खाएर त मेरो पेट अगाइसक्यो। अब यो एउटा चाउचाउको के गर्ने होला? ल्याउ यो चाउचाउ त लुकाएर लानुपर्छ। त्यहाँ नराख्ने। यहाँ त हेर त, यहाँ यसरी बाहिरै देखिन्छ। त्यो म यो खल्तीमा हाल्छु, उहाँले थाहा पायो भने कराइसिन्छ क्या। किन त पवन कहाँ गएर आएका हौ बिहान बिहानै? आज धारामा गएर कस्तो मुख धुन मन लाग्यो। दाजुलाई तानी तानी मुख धुन गएको नि आमा। धारामा जानुपर्ने, म भने उसलाई चोट लागेको छ भनेर आफै बिहान बिहानै उठेर धारामा गएर पानी लिएर आएँ। मलाई त्यस्तो केही भएकै छैन। हजुरले यो उमेरमा किन गरुङको काम गर्नु पर्थ्यो र? म पानी ल्याइहाल्थेँ नि। ल्याउन त ल्याइहाल्थिस् नि। अब तँलाई यसरी चोट लागेको बेला काममा रह्यो भने तैँले के सोच्लास्? मलाई सन्चो भइसक्यो म। ल भोलिदेखि ल्याउलास् पानी। जा सानोतिनो काम गर। सुन त, बरु बहिनीलाई दुध तताएर दे। मैले यहाँ पानीको बोतल देखाएको थिएँ। कहिलेकाहीँ पानी भरेर राख्न सजिलो हुन्छ। त्यो बोतलकै यतै कतै छ होला, दिनु न, म सफा गरेर राख्छु। ल पवनले डाँडामा पो भेट्ने भन्यो। यादै भएन मलाई। हुँदैन भन्नुपर्ने। मैले झन् पर सरे कि भनेर झुटो बोलेँ। अब यो झुटले गर्दा तैँले छोएको पानी हामीले खाना पकाउनु भनिहाल्छिन्। अब साँच्चीकै पर सर्यो भने के गर्ने होला? फेरि पनि पर सरे भनेर भन्न पनि मिलेन। महिनामा कतिचोटि पर सरिस् भन्ने होला। अब त्यो बेला पेट पनि दुखिरहेको हुन्छ। झन् काम गर्न हरायो भने खोइ के पो गर्ने। सबभन्दा ठुलो तनाव त भोलि बिहान पवनसँग भेटै नहुने पो भयो त। धारामा मरी काटी पठाउँदैन आमाले। ए वर्षा, मैले टाढैबाट हात जोडेँ ल। हिजो मबाट ठुलो गल्ती भयो, त्यसको लागि म माफी चाहन्छु। र यो कुरा कसैलाई पनि नभनिदेऊ। तिम्रो र पवनको सम्बन्धको कुरा पनि म कसैलाई भन्दिनँ। मेरो र पवनको कुरा तपाईँ कसलाई भन्नुहुन्छ? त्यही पनि तपाईँको कुरा कसले विश्वास गर्छ? तपाईँलाई अलिकति पनि लाज लाग्दैन? गाउँकी चेली बेटीलाई अर्को गाउँको गुन्डा बोलाएर अभद्र व्यवहार गर्न लगाउने? छि घिन लाग्यो तपाईँहरूलाई देखेर। त्यो दिन त तपाईँहरू मिलेर म र पवनलाई मार्ने खोज्नुभयो होइन? त्यो दिन के भयो? मैले ठुलो गल्ती गरेँ। ल मैले घोडा टेकेरै माफी मागेँ। अझ घोडा टेकेरै माफी मागे रे? अनि त्यो अर्को खोइ? त्यो अर्को खोइ त्यो र म अलग भइसक्यो। मलाई माफी त दियो होइन? अबदेखि त्यस्तो गर्ने सोच्नु भयो भने त्यसको त जिब्रो मात्र काट्यो, तपाईँको त पुरै ज्यान काटेला। ल वर्षा, यो कुरा कसैलाई नभन्नु र पवनलाई पनि नभन्नु है त। पवन आफैले यो कुरो कसैलाई पनि नभन्नु भनेर मात्रै हो।
नभए मैले त यो गाउँको सबैजनालाई बोलाएर तपाईँलाई यो गाउँबाट 9 डाँडा पारी कटाउने विचार गरेकी थिएँ। अबदेखि हामीलाई दुःख दिन खोज्नु भयो भने अनि के हुन्छ हेर्नु होला। के हुन्छ तिमीहरू पनि हेर होला। गल्तीको महसुस गरेर माफी मागेको भन्ने ठानी कि होलिस् होइन तैँले? केवल यो समस्याबाट मुक्त हुन मात्रै माफी मागेको हो। तिमीहरूको लागि षड्यन्त्रको जालो बुनिँदैछ। तिमीहरूको नाम निशाना मेटाउँछु र आरतीलाई पनि आफ्नो बनाउँछु। घाँस काट्दै हुनुहुँदो रहेछ दिदी, सन्चै हुनुहुन्छ? घाँस काटिरहेको नि। अनि तिमी कहाँ जाँदै हो नि? कहाँ हुनु नि दिदी, श्यामेकोमा आसी बनाउन दिएको थिएँ, त्यही लिन जाँदैछु। आसी? हँसिया के? ए हँसिया लिन त पछि गए पनि भइहाल्छ नि। तिमी यता आऊ, तिमीसँग एउटा काम छ। के काम हो र दिदी? आऊ न, हो एउटा काम छ, बस। मलाई वर्षाले भन्दै थिइन् तिम्रो घरमा विनोद र गोपाल आएर बिहेको कुरा गर्दै थिए अरे। कुरा के हो? कुरा केही पनि होइन दिदी, तिनीहरू दुइटै बौलाएछन्। बिहेको कुरा गर्दा तिमीले भन्न चाहिँ के भन्यौ? के कुरा गर्नुभएको दिदी? म एक्लै भएर के भयो त? एक्लै भयो भन्दैमा जो पाइ त्यससँग बिहे गर्न त भएन नि। त्यसमाथि त्यो विनोद मभन्दा वर्षमा कति ठुलो होला, अनि म त्यस्तो मान्छेसँग कसरी बिहे गर्नु? तपाईँ आफै भन्नु त। बिहे गर्नु नगर्नु त्यो तिम्रो खुसी हो, तर जिन्दगीभर दुःखै पाएर बस्नु चाहिँ राम्रो होइन। सबै कुराको अभावै अभाव, केही न केही विकल्प त खोज्नु पर्यो नि। तपाईँले पनि मलाई त्योसँग बिहे गर भन्न खोज्नु भएको हो कि के हो? मैले त्यसो भन्न खोजेको होइन, तर घरभित्र एक्लै कुण्ठित भएर जीवन बिताउन कति गाह्रो छ त्यो तिमीलाई थाहा नै छ। तपाईँको कुराको आशय मैले बुझिसकेँ दिदी। तपाईँ आफै भन्नु त, विनोदसँग बिहे गरेर म खुसी हुन्छु होला त? सुख दुःख हाँसो खुसी त पछिको कुरा हो, भाग्यमा जे छ त्यही हुने हो। तिम्रो अबको जिन्दगी सहज र खुसी हुन सक्छ, विचार गर। मलाई त लाग्दैन दिदी त्यो उमेर ढल्केको बुढोसँग बिहे गरेर मैले सुख पाउँछु भनेर। कताबाट ढल्किनु र उमेर? अहिले तिम्रो आँखा पनि हो रहेछ। ल दिदी, मलाई त अहिले बिहे पनि भइरहेछ, म जान्छु नि अहिले है। गइहाल्ने हो र? हजुर। माथि मेरो बारीमा साग छ, आऊ न, साग टिपिदिन्छु, लगेर जाउले। होइन दिदी, पर्दैन, म गएँ अहिले है त। शान्ति, तपाईँ त भित्रै आउनुभयो त? एक्लै मैला देखेर हो कि के हो? तिमी अलि बढी बोल्दैछौ। सुन, तिमीलाई फाइदा हुने कुरा छ। आरतीसँग तिम्रो सम्बन्ध एकदम राम्रो छ। आरतीले तिमीले भने मान्छे, अब मैले भने पनि तिमीले एउटा काम मान्देऊ। के गर्नु पर्यो र मैले? धेरै केही गर्नु पर्दैन, मेरो लागि आरती मिलाइदेऊ। के का लागि? के को लागि हुनु नि? बिहेको लागि नि। ल यो पैसा राख। यो पैसा मैले अरूलाई पनि दिन सक्थेँ, तिम्रो विश्वासको कारणले गर्दा तिमीलाई नै दिँदैछु। ल अहिले ल यो राख। म गएँ।
बुढी के गरेर बसिराखी? मैले त्यही खाजा बनाएर लिएर आएँ त। के गर्नु, यत्तिकै बसिराखेँ। फेरि खाजा त मैले बनाइहाल्थेँ, अनि करै सुत्दै किन बोकेर आउनु भएको? सधैँ तिमीले बनाएर खाइरहेको त हो नि, कहिले कहिले मैले बनाउँदा नि त हुन्छ नि। लु पस्का। ठिकै छ, पस्किन्छु। आज त मेरा बुढाले बनाएको खाजा खान पाउने भएँ। मलाई ठिक्क राख, अलिक तिमीलाई धेरै हाल न। पुग्छ कि मलाई पनि। खानुहोस्। हस् लु ल्याउ। कस्तो छ? मिठो भयो कि भएन? मिठो हालेर खा है। भइहाल्छ नि। साह्रै स्वादिष्ट छ। अलिक पिरो हालिन्छ है। हेर फुलमती, तिमीले पवनलाई जति जे भने पनि पवनको हामी बाहेक अर्को नै छ। कान्छो भन्दा त इमान्दारी पनि छ, सोझो पनि छ। कान्छाले आज मलाई के भन्यो तिमीलाई थाहा छ? मोटरसाइकल किन्नलाई 50,000 दे भन्दै थियो। मैले छैन भन्दा त्यसले के भन्यो थाहा छ? मरेर जाँदा आफै लिएर जाने त होइन नि, छोराले नखाए कसले खान्छ त्यत्रो पैसा भनेर भन्यो त्यसले। तर पवनले त्यसो कहिल्यै भन्दैन। जिउले त्यही खान्छ, जिउले त्यही लाउँछ। त्यसलाई अलिकति राम्रोसँग बोलिदिएको नि त ऊ खुसी हुन्छ नि। बुढा, पवन सोझो त छ, तर यसले पछि गएर हाम्रो कान्छालाई असर त पार्दैन। के को असर? भोलि यो सम्पत्ति पनि आधी आधी गर्नु पर्ला। कान्छाले मान्छ त? पवनलाई धन सम्पत्तिको केही पनि लोभ लालच छैन। कान्छोले मान्दैन अरे, बरु तिमीले पो मान्दिनौ होला। पवन यो घरमा आइसकेपछि पो कान्छाको जन्म भएको त। उसलाई के थाहा पवनलाई हामीले धर्मपुत्र पालेको हो भनेर? यस्तो अवस्थामा कान्छाले नमान्ने कुरै हुँदैन। कुनै न कुनै गाउँलेले त भन्छ होला पवनको घर यो होइन भनेर। तर कान्छोले त उसलाई दाजु नै सम्झेको छ नि। तिमी पनि उसलाई आफ्नो छोरा नै सम्झ। छोरा नै सम्झिन्छु, तर पहिला तिमीलाई जेल पठाउने मान्छे त पत्ता लगाऊ। हे राम, प्रहरीले पनि कहिलेसम्म त्यसको नाम गोप्य राख्दो रहेछ।